हामी पाणिनी आश्रम पुग्नको लागि रिडी सन्धि खर्क जाने बाटोको रिडी भक्तकुवा सतमुरे मोटर बाटोमा पर्ने दुर्गा फाँटबाट दक्षिण पूर्वतर्फको उकालो बाटो लाग्यौं। करिब 16 किलोमिटरको यात्रापछि 1900 मिटरको उचाइमा रहेको पणेना लेक आइपुग्यो। यो त्यही ठाउँ हो जहाँ आजभन्दा 2500 वर्ष अगाडि महर्षि पाणिनीले तपस्या गरेका थिए। महर्षि पाणिनी संस्कृत भाषाका महान विद्वान र संस्कृत व्याकरणका पिता मानिन्छन्। उनको सबैभन्दा ठूलो योगदान भनेको अष्टाध्यायी नामक ग्रन्थ हो। करिब 4000 सूत्रहरूमा समेटिएको यो ग्रन्थले विशाल संस्कृत भाषालाई एकदमै छोटो र गणितीय नियममा बाँधेको छ। पाणिनीको जन्मथलो पाकिस्तानको लाहोर भएको मानिन्छ। किम्वदन्ती अनुसार पढाइमा कमजोर रहेका पाणिनीले यही स्थानमा बसेर भगवान शिवको कठोर तपस्या गरेका थिए। शिवजी प्रसन्न भएर 14 पटक डमरू बजाउँदा निस्किएका ध्वनिहरूलाई नै आधार मानेर उनले महेश्वर सूत्र र व्याकरणको रचना गरेका थिए। पाणिनीको बारेमा त्यस ठाउँमा काम गर्नुभएका पुजारी नबहरी पोखरेलले पाणिनी र आश्रमको बारेमा यसरी बताउनुहुन्छ। को बारेमा भन्नुपर्दा पाणिनी ऋषि तपस्या गरिसकेपछि उहाँ ऋषि हुनुभयो। पाणिनी एउटा विद्यार्थी हो। उहाँको जन्म हालको पाकिस्तानको लाहोर भन्ने सहरमा जन्म भएको र उहाँको मावली चाहिँ भारतको पटनामा। त्यति बेला पटनालाई पाटलिपुत्र भन्ने गरिन्थ्यो अरे इतिहासहरूले लेखेअनुसार। र त्यो पाटलिपुत्रमा उहाँलाई मावली बसेर पढ्न भनेर पठाइयो र त्यहाँ गुरुहरूले उहाँलाई पढाउन कैयौँ कोसिस गर्दाखेरि पनि पढाउन सक्नु भएन। पढाउन सक्दै नसकेपछि एकजना गुरुले उहाँको हात हेर्नुभएछ। हात हेर्दाखेरि तिम्रो हातमा त विद्या रेखा नै रहेनछ, तिमीलाई पढाउन हामीले सक्दैनौँ। तिमीले यदि विद्याको चाहना हो भने एउटा ठुलो तपस्या गरेर भगवानबाट सिद्धि प्राप्त गर्न सक्यौ भने मात्रै तिमीलाई विद्या सम्भव छ, अन्यथा तिमीले विद्या प्राप्त गर्न सक्दैनौ भनेर गुरुले भनिसकेपछि उहाँको मनमा चोट पर्यो। चोट परिसकेपछि उहाँले सोध्नुभयो गुरुलाई, विद्या रेखा भनेको कस्तो हुन्छ भनेर गुरुलाई सोद्धा आफ्नो हात देखाएर यस्तो हुन्छ भनेर गुरुले त्यो विद्या रेखा बताइदिइसकेपछि गुरुको नजिकमा भएको चक्कु निकालेर आफ्नो हातमा आफै विद्या रेखा कोर्नुभयो चक्कुले। अनि त्यो रगत चुहिएको हातलाई मुठी पारेर प्रतिज्ञा गर्नुभयो कि अब म विद्या प्राप्त नगर्दासम्म फर्किने छैन भनेर त्यहाँबाट उत्तरतिर लाग्नुभयो। अब पटनाबाट उत्तरतिर भारत पार गर्नुभयो, नेपालको तराई क्षेत्र पार गर्नुभयो। अनि निस्कँदै यो ठाउँमा आइसकेपछि उहाँको मनले म यहाँ बसेर तपस्या गरेँ भने सिद्धि प्राप्त गर्न सक्छु भन्ने एउटा विश्वास जाग्यो र यही ठाउँलाई रोजेर उहाँ यहाँ तपस्यामा बस्नुभयो। त्यति बेला यो घोर जङ्गल वरिपरि बस्ती केही थिएन। यहाँ जङ्गलमा भएको फलफुल पातपतिङ्गर जे हो त्यही खाएर कैयौँ वर्षसम्म यहाँ बसेर तपस्या गर्यो। अनि आँखा चिम्म गरेर तपस्या गरिरहेको बेलामा एक दिन महादेव प्रसन्न भएर आफै यहाँ आएर 14 पटकसम्म डेमी 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 डम्बरू बजाइदिनु भयो। यो शिव पुराणमा एउटा शिवकै छ, नृत्य बसाने नटराज राजु ननाद ढक्का नवपञ्चवारम उद्धर्तु कामान सनकादि सिद्धान यतद्विमर्शे शिवसूत्र जालम भन्ने एउटा सूत्र छ, श्लोक छ। त्यो श्लोकले भन्न खोजेको के हो भन्दा महादेव नाचिरहनु भएको थियो, उहाँको तपस्याको प्रभाव महादेवसँग पुग्यो। अनि नाच्दा नाच्दै चाहिँ यहाँ नृत्य बसाने नटराज राजु नाच्दै यहाँ आउनुभयो र नवपञ्चवारम भनेको 9 र 5 14 पटकसम्म डम्बरू डिम 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 बजाइदिनु भयो। 14 पटक डम्बरू बजाउँदा 14वटै आवाज निस्क्यो त्यहाँबाट। ती 14वटा आवाजलाई सूत्र मानेर पाणिनीले त्यसबाट 3696 श्लोक भएको पाणिनी व्याकरणको रचना गर्नु। त्यही पाणिनी व्याकरणबाट अहिले संस्कृत भाषा व्यवस्थित छ र हाम्रा सम्पूर्ण धर्म ग्रन्थहरू त्यही संस्कृत भाषाबाट रचना भएका छन्। त्यसैले यो ठाउँ भनेको एउटा हाम्रो देव भाषा, पृथ्वीको आदि भाषाको उत्पत्ति भएको ठाउँ र महादेवले स्वयं पदार्पण गरेको ठाउँ हुनाले यो ठाउँलाई सिद्धको थान भनेर त्यति बेलादेखि अहिलेसम्म पनि पूजा गरिँदै आएको छ। र यो ठाउँमा माग्यो भने जे पनि वरदान पुग्छ भन्ने विश्वास छ। धेरै वर्षपछि तपाईँको आजभन्दा लगभग 60-70 वर्ष अगाडि एकजना यही सेरोफेरोमा बस्ने शालिग्राम भारद्वाज नाम गरेको व्यक्तिले बनारसमा बसेर पढ्दाखेरि पाणिनीको बारेमा यहाँ जे सुन्नुभएको थियो त्यो चर्चा बनारसमा बढी सुन्नुभयो। पाणिनीको संस्कृत पढाइ हुने ठाउँमा त पाणिनीको चर्चा बढी भयो। त्यसपछि उहाँले त्यो ठाउँ त हाम्रो जन्मभूमिमै हो,
भनेर उहाँदेखि एउटा पाणिनीको मूर्ति बनाउन पठाएर अब यहाँ तराईसम्म त्यति बेला पाहाडतिर गाडी नचढ्ने यो सालझन्डीसम्म गाडीमा ल्याएर सालझन्डीबाट अब ठाडा लाएर बोक्ने भन्छन्। भयङ्कर मूर्ति छ कि ठुलो सिङ्गमरमरको एकदमै गरुङ्गो मूर्ति छ माथि मन्दिरमा अहिले हेर्छौँ हामीले। त्यो मूर्ति उहाँ शालिग्राम भारद्वाज भन्नेले ल्याएर यहाँ स्थापना गरिदिनु। उहाँले त्यो मन्दिर स्थापना गरेपछि हरेक वर्ष साउनमा पोखरी नुहाउन आउने, यहाँ सिद्धको थानमा फुलभेटीहरू चढाउने अनि त्यो पाणिनी ऋषिको दर्शन गर्ने। यति दुईवटा ठाउँ मात्रै थियो र उहाँ कृष्णानन्दजी बस्न थालेपछि बल्ल यो ठाउँलाई यस सेरोफेरोका मान्छेहरूले चिने, महत्त्वपूर्ण ठाउँ रहेछ भन्ने थाहा भयो र भक्तजनहरूले व्यक्तिगत रूपमा एकजनाले यो मन्दिर बनाइदिनु भयो, एकजनाले त्यो मन्दिर बनाइदिनु, अर्कोले अर्को मन्दिर बनाइदिनु भयो। यसरी यहाँ विभिन्न मन्दिरहरू भक्तजनहरूले आफै बनाइदिनु भयो र यसरी अहिले विकास भएको छ। र अब लगभग अहिले 4-5 वर्ष भयो यो समिति पनि व्यवस्थित छ। अहिले व्यवस्थापन समिति व्यवस्थित छ कि हरेक वर्ष अडिट हुन्छ, यहाँको खर्च सार्वजनिक हुन्छ। अहिले गुरु योजना बनाएर गुरु योजना अनुसार काम भइरहेको छ। विद्या आश्रम त छैन हाम्रो। विद्या आश्रमको बारेमा मैले यहाँ भने हजुरहरूलाई नारायण गुरुले कुदेका चित्र हुन् भने नि मैले। उहाँ नारायण गुरु संस्कृत प्रेमी एकदमै भक्त, यो पाणिनी तपोभूमिमा संस्कृत गुरुकुल हुनुपर्छ भन्ने सोचेर गुरुकुल हुनुपर्ने उहाँले व्यक्तिगत रूपमा कसैको सहयोग नलिएर खरको छानो भएको एउटा छाप्रो बनाएर पर चौरमा त्यो चौरमा छाप्रो बनाएर केही समयसम्म संस्कृत पढाउनु भयो। उहाँले निरन्तरता दिनुहुन्थ्यो होला। अब जसलाई पनि आर्थिकको लोभ हुने के अरे होइन, त्यति बेला तल पोखराचोकमा हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालय भनेर खुल्यो तल अनि त्यहाँ पढाउने शिक्षकको अभाव भयो। अनि यहाँ जङ्गलमा बसेर असुविधा भयो। उहाँलाई अनुरोध गरे त्यति बेला, गुरु तपाईँ त्यहाँ नबस्नुहोस्, यहाँ आएर संस्कृत पढाइदिनुहोस्। यहाँ हामीले संस्कृत विद्यालय जो खोल्यौँ, तपाईँ त्यहाँ नबस्नुहोस् यहाँ बस्नुहोस् भनेर गुरुलाई तल लगेपछि त्यो त्यत्तिकै हरायो। र अहिलेको गुरु योजनामा गुरुकुल पनि छ, गुरुकुल, गौशाला अनि ध्यान केन्द्र, त्यसपछि धर्मशाला, यी सबै गुरु योजनामा छ। अहिले गुरु योजना अनुसार चाहिँ अगाडि बढेको छ। पाणिनी आश्रम क्षेत्र प्राकृतिक रूपमा पनि अत्यन्तै रमणीय रहेको छ। यहाँदेखि उत्तरमा रहेका धौलागिरी, नीलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे आदि हिमाल र महाभारत पर्वतका लेखबेसीका मनमोहक दृश्यहरू देख्न सकिन्छ भने आश्रम स्थलमा निर्माण भएका मठ मन्दिर आदिले यो ठाउँलाई सुनमा सुगन्ध थप्ने काम गरेको छ। महर्षि पाणिनी एक ऋषि मात्र नभएर वैज्ञानिक पनि थिए। नेपालको अर्घाखाँचीको यो भूमिमा तपस्या गरेर ज्ञान प्राप्त गरेका पाणिनीले विश्वलाई भाषा बोल्ने र लेख्ने शुद्ध तरिका सिकाएर मानव सभ्यतामा कहिल्यै नमेटिने योगदान दिएका छन्। अतः हामी पनि यो पवित्र तपोभूमिको यात्राको लागि अवश्य समय दिन नभुल्नुहोला।